गाइज हामीसँग अहिले एउटा जब अपर्च्युनिटी आएको छ जो जबको खोजीमा हुनुहुन्छ सो तल दिएको नम्बरमा और मेल आइडीमा कन्ट्याक्ट गरे हुन्छ एन्ड दिस इज अ बेस्ट अपर्च्युनिटी फर अल सो ग्राब इट अप गाइज हे गाइज वेलकम टु प्राङ्क रिभाइभल पोखरामा आएको छौँ हामी सबैजना टिम प्राङ्क गर्नको लागि है सो वी आर ह्याभिङ लट्स अफ फन एन्ड this is pranking on people's choice, so we are doing pranking on people's choice in Pokhara. This is part 2, so here is my team. So guys, enjoy the video. Enjoy every moment. That's a prank survival new t-shirt and it will be available soon. So guys, comment, like, share, subscribe, everything. I love you all. Enjoy this video. सुन ए कान सुन्दर ठिकै छ बाबु दाइ सुन्नु न यो बम राख्नुपर्ने थियो यता बम राख्न कता छ कस्तो बम यो ब्याग छोडिदिनु पर्ने थियो क्या हल्का साथमा बोलाउ न किन तपाईँलाई थाहा छ यतै छोडिदिएर जान्छ होइन होइन यहीँ राखिदिएर जान्छु नि त है होइन म यहीँ राख्छु नि यो एकछिन नचलाइदिनु ल होइन ठिकै छ त्यति हुन्छ होइन त्यही चिज छोडिदिनु होइन त्यति होस् न त्यति राखिदिनु न त्यो होइन त्यो त्यही राख्नु न के भयो त कसले भनेको ए चल्छ आज आइतबारको सन्डे कन्फ्युज भयो कि आइतबार सन्डे हो भनेर पाल परेको छ तिम्रो मोजामा छैन खुट्टा कहाँबाट हाल्छौ त त्यो हिरो भएको कसरी यार मलाई सिकाउ न कसरी हिरो हुने सिकाउ न यार कसरी हिरो हुने हाई किन मेरो बच्चा हो नि हो मेरो बच्चा म कति दिनदेखि यहाँ कुरे मेरो बच्चा बाबा बाबा म हो है आफ्नो हरा छ पोखरामा I actually wanted to be a single relation man. They are no I'm Christmas. My friend I go to bring me that up. के छ यार हात त मिलाऊ यार के हो भने बोल्नु छैन मान्छे के छ नचिनेको आलु भने होइन अस्ति तिम्रो म सायद त भन्न सक्छु नि यार एटलिस्ट सधैँको लागि मान न तिमी पनि आऊ न यार हक गरौँ ल ओ यार हात नछोड न तिम्रो हात त मलाई झुक्काउनु छैन के मेरो नाम चाहिन्छ र यार डज इट रियली म्याटर भन न होइन तिमीलाई के नामसँग के गर्नु छ भन न म राम्रो छैन गुड लुकिङ छैन के भनेको म केले सरी हट नगर्नु फेरि छैन सबैको आफ्नो ठाउँ हुन्छ नि त कमी कमजोरीको
अनि अब तिमीले मलाई त्यसरी हट गर्दाखेरि त मलाई के हुन्छ भन्नु न मैले हट गरेपछि कहिले म हट तिमी पनि के हो तिमी पनि के हो हैन अब त्यस्तो लागिरहेछ कि हो जस्तो लाग्छ मलाई लाग्छ We are gay. Do you know? Do you know? we are not gay I am gay. okay You are gay. yeah We are gay. Come on out. Okay. आन्टी आन्टी मेरो एउटा फोटो खिच्दिनु न यता यो एउटा खिच्दिनु न एउटा आन्टी फोटो खिच्दिनु न एउटा खिचिदिने मात्रै हो क्या है खिचिदिनु त हेर्नु पर्दैन होइन खिचिदिनु न आन्टी अरे आन्टी जस्तो लाग्यो को बहिनीहरुलाई म यताबाट हेर्दा आन्टी जस्तो लाग्यो यहाँ खिच्नु पर्यो त्यहाँबाट एकचोटि खिच्दिनु न है उता आउने गरी हेर्नै पर्दैन सिधा मेरो त्यतिमै खिच्छ बिग्रिँदैन ल भयो ल धन्यवाद है आन्टीहरू हस् भाइ मसँग नबोल है यता आइज न यता आइज न सुन्दैन यता आइज न भाइ आउँदैन के हजुर यता आइज आउँदैन के हजुर ओइ यता आइज न यता आइज भने भिडियो भेट्छस् नि फेरि के भयो सुन तँलाई मन पराउँछु होइन तर हुँदाहुँदै मेरो अर्को गर्लफ्रेन्डसित म के गर्नु भन्न त अनि यो 2 वर्ष लभ परेको चाहिँ के हो त्यो त के थाहा त मलाई साले छाड्न बोल भन्दैछु है के गर्छस् मुख छाड्छस् के गर्छस् तेरो नाम त्यस्तै आशिष होइन त एस हुनुपर्ने के गधा ओइ के भनिस् फेरि एकचोटि भन् गधा मलाई धेर नरिसाइ तँले के गर्छस् तँ के गर्छस् पछि के गर्छस् तँ के गर्छस् के गर्छस् साले यसलाई त म यसलाई पछि के गर्छस् ल भेटिस् हानु भन के न्यु खोजेको खोजेको हो हामी पनि हुँदाहुँदै अर्को केटीलाई अर्को केटीलाई न्यु नहोस् है मलाई हात्नलाई हात लगा हात पनि राम्रो जुत्ता लाउँछु चप्पल पनि लान तिमीलाई जुत्ता लाउँछु मोजा लाउँछु त के गर्छस् के भयो तँलाई चाहिँ के भयो भन्न यति राम्रो केटी हुँदाहुँदै अर्को केटीलाई त लभ गर्ने अब मन पऱ्यो त म के गर्छु हारी जस्तो मन पराउँछ नि कसले यार यसलाई त हाल तिमीलाई त जेलभित्रै हाल्दिनु धेर न्यु नहोस् है मसँग के गर्छस् भन्न त भिड लागिसक्यो भन्न Hey guys, thanks for watching our video. Don't forget to subscribe our channel and you can watch our previous video by clicking on the video and keep sharing our video among your friends, family and your loved ones. So guys, see you all to next video next time. Bye bye.